म चाहिँ अहिले भोट हाल्न जाँदैछु। घरबाट अलि यता आएँ, घर त्यता छ होइन। भर्खर खाना खाएर हिँडेको कस्तो स्वास भइरहेछ क्या। बाटो यस्तो छ, रोड यहाँ माथि छ अनि यही भोट हाल्ने भनेर घर आइयो। ग्रास त मस्त फुलेको रहेछ, मजाले फुलेछ। त्यो निलो हो, त्यो निलो जस्तो भन्दा माथिल्लोपट्टिको हाम्रो बाख्राको खोर, त्यहीँ कोही हिँडिरहनु भएको छ घरमा आँगनमा। साइडपट्टिको कान्छो अङ्कलको घर अनि त्यो बिचको हाम्रो घर। यसपालि मतदान केन्द्र साह्रै छन्, नत्र हाम्रो त्यही गाउँमा हुन्थ्यो। त्यही माथि स्कुलमा चट्ट यसो उक्लेर हालिन्थ्यो। यसपालि उता चिती ओडातिर पुरा रहेछन्। अनि अब त्यता हिँडेर जाने अङ्कलहरू भर्खर जानुभयो। दाइ त बिहानै त्यहाँ निर्वाचन केन्द्रमा खटाउनु भएको रहेछ, जानुभयो। म भर्खर जाँदैछु। त्यहाँ घरबाट यत्रो बाटो हिँडेर यहाँ पर हिँड्दै हिँड्दै दुईजना आउँदैछन् त्यहाँबाट। यत्रो बाटो घुमी घुमी लाली गुराँस पनि छ आइयो। अब यो डाँडै काट्नु पर्ने पो छ त यार। डाँडा काटेर पल्लोतिर पुग्नु पर्छ। यसपालि धेरै हिँड्नु पर्ने भयो। घर त्यहाँ भयो अनि त्यहाँतिर चाहिँ पुन्टेबारी भन्छ, त्यहाँ उतापट्टि तल्लो बारी। हामी चाहिँ त्यहाँतिर लगाउँछौँ, तल्लोतिर चाहिँ लगाउन छोड्यौँ। अब बाख्रा चराउन भन्नु जान्छौँ, त्यही हो। डाँडा उता पर काटेर अर्को डाँडा काटेर यता आइपुगेँ। यहाँबाट अलिक ओह्रालो त्यस्तो हुँदै जानुपर्छ। अर्को त्यो काटेर नै अर्को आइयो, तर स्कुटी लिएर आउनु पर्ने रहेछ भन्नु लागिरहेछ क्या। फेरि यत्रो हिँडेर उता पुगेर त्यहाँ तल रुख देखिरहेछ, हो त्यतातिर जानुपर्ने छ। यस्तै छ, रोड खने रहेछन् गाउँतिर। अहिले त आइपुग्नु लाग्यो, गाउँ छिरिसकेँ यता। यहीँ तल हो यो रुख भएको। अब माहौल यस्तो छ यता। उता चाहिँ अगाडि फेरि क्यामेरा लान दिँदैनन् भनेर चाहिँ अहिले खिचिनँ। ठिकै छ। भोट हालेर फर्किएँ म चाहिँ अब घर जान्छु। कल छोडेको गाह्रो भइरहेको, घर जान्छु अब। के बसिरहने यस्तो गरिमा। भोट हालेर त आइयो, यो पहाड कहिले चढिसक्ने त अब। यस्तो गर्मी छ, हेत्तेरिका। टी सर्ट लगाएर आउनुपर्ने छ। जाडो होला नि त भनेर बिहान उता जाडो थियो, अर्को पसिनाले भिजिहाल्यो नि। अब त्यो चाहिँ के भन्थ्यो, माघे सङ्क्रान्तिमा यहाँ लाखे नाच्छन् क्या। हाम्रो माघे सङ्क्रान्तिमा जहिल्यै त्यहाँ माथि चाहिँ च्यान छ। च्यान भन्ने चाहिँ हाम्रो यता तामाङहरूको अब डेथ भएपछि ल्याएर जलाउँछन् यतातिर। यस्तै हो गाउँतिर। डाँडा चाहिँ काटियो। अब त्यो डाँडा काटेर अर्कोमा जान्छ। हामी पहिला यतातिर बाख्रा चराउन आउँथ्यौँ यार, कोठालो। चट्ट उहाँबाट बाख्रा लिएर आयो अनि यहाँबाट तल झारिदिने क्या। सब जङ्गल हो तल, चट्ट बाख्रा ल्यायो अनि यहाँबाट तल झारिदियो। झारेपछि उनीहरू चढ्दै जान्छ। हामी अब गेम खेल्ने हो कि पौडी खेल्न जाने हो कि आँप चोर्न जाने हो कि चटपटे बनाउने खाने रमाइलो हुन्थ्यो। उता फोटोसुट चल्ला जस्तो हो कसको हो। एउटा बच्चालाई फोटोग्राफर बनाएर हिँडेछन्। तल जङ्गल दामी छ। यहाँबाट छोड्दैछ सब जङ्गल। मस्त बाख्रा त दामी चढ्थ्यो नि। अहिले त अब
सबै सुकेछ चलाउनु ल्याएर कामै छैन यता सुके के चढ्थ्यो अलिमाथि आएपछि साथीको स्कुटर भेटिएर लिएर आयो अब घर पुगिहाल्छु एकैछिनमा यहीँ तल हो